घर त यही हो त नि चिन्नुहुन्न मलाई इ 100 रुपैयाँ राख्नु पापा खानु क्या हजुरआमा तपाईँ घर कहाँ हो भन्नु न फेरि उ झिंगाले चक्करघट्टी तपाईको नाम के हो छिटो भन्नु न यहाँ मुखमा झिंगा पसिसक्यो झिंगाले अट्याक गरिसक्यो हजुरआमालाई छिटो भन्नु न कति वर्ष हुनुभयो तपाईँ 90 वर्ष हुनुभयो 90 वर्षको भइसक्नु भयो कतिजना छन् छोराछोरी तपाईको दुईजना के छ छोराछोरी दुईटा मात्र हो त जम्मा कतिजना हो अनि कतिजना छन् अब पैसा त उम्नेर पनि त्यो पनि दिनु तपाईलाई ल तपाई राख्नु न के खानु इस राख्नु न तपाई हजुरआमाले यहाँ पैसै लिन मान्दैनन् राख्नु न भारी भयो भारी भयो राख्नु न हजुरआमा यहाँ राख्नु पोल्टु त्यहाँ के भन्छ उयसमा तपाईको त्यो ब्यागमा झिंगाले चाहिँ हजुरआमालाई हैरान लागिसक्यो पैसा हजुरआमाले बोक्नै सक्दैनन् अरे काई नाट्नुको बस्नु न बस्नु न तपाईको ठुली छोरी कहाँ हुनुहुन्छ इटेरीमा कान्छी छोरी कहाँ हुनुहुन्छ अनि तपाईको छोरो कहाँ हुनुहुन्छ माटोमा गयो अनि तपाईको के सबै नाति कहाँ हुनुहुन्छ अनि तपाईँ यहाँनिर आए झिंगाले चाहिँ हैरान पार्यो झिंगा धपाउनु है हजुरआमा त्यो त्यसरी आँखामा बस्यो भने त झिंगाले हक्छ अनि ती किरा पर्छ यहाँ हजुरआमा